आयोजक कमिटीका सचिव लक्ष्मण गाहा मगरज्यू, आज यस नेसनल रिपब्लिक नेपालको ऐतिहासिक घोषणा सभाका सभाध्यक्षज्यू, त्यस्तै गरी नेसनल रिपब्लिक नेपालका केन्द्रीय प्रेसिडेन्ट तथा आजको यस घोषणा सभाका प्रमुख अतिथि डाक्टर थमन बहादुर बुढा मगरज्यू, त्यस्तै गरी विशेष अतिथि डाक्टर कल्पना थापाज्यू लगायत ड्यासमा आसीन सम्पूर्ण अतिथिगणहरू र यहाँ उपस्थित पत्रकार साथीहरू, प्रशासनिक क्षेत्रबाट खटिनुभएका सुरेशकर्मी साथीहरू र देश विदेशबाट लाइभ टेलिकास्टबाट यस कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गरिराख्नुभएका संसारको विभिन्न क्षेत्रमा छरिएर रहनुभएका तमाम मूलवासी समुदायहरू र विशेष गरी मूलवासी भएकै कारणले गर्दाखेरि आफ्नो व्यस्त समयको बावजुद पनि विभिन्न दुःख कष्ट भोग तिर्खा नबनिकन आज मूलवासीहरूको आवाजलाई बुलन्द बनाउनको लागि यस पाल्पाको टुडी खेलको प्राङ्गणमा उपस्थित सम्पूर्ण लोक समुदायहरूप्रति म प्रेम छिरी शेर्पा दिक्पालको व्यक्तिगत तर्फबाट र नेसनल रिपब्लिक नेपाल केन्द्रीय कमिटीको तर्फबाट हार्दिक जुझारु क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु। जय मूलवासी। कुराहरू थुप्रै आइसक्यो, मैले पूर्ववक्ता साथीहरूले राख्नुभएको कुरालाई दोहोऱ्याउन चाहिन। राजनीति हाम्रो रहर होइन, राजनीति हाम्रो व्यवस्था हो, बाध्यता हो। हामीलाई थाहा छ हामीहरूसँग व्यक्तिगत समस्याहरू थुप्रै छन्, तपाईसँग पनि व्यक्तिगत समस्याहरू आज थाँती राखेर सकेसम्म नाता गोता परिवार सबैलाई खबर गरेर मूलवासीहरूको आवाजलाई बुलन्द बनाउनुपर्छ। यो नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रूपमा नेसनल रिपब्लिक नेपालको घोषणा हुँदैछ भनेर चाहिँ गाउँ गाउँ बस्ती बस्ती खटेर यहाँसम्म हामी आज जुटिरहेका छौँ। यो ऐतिहासिक घडीमा सम्पूर्ण नेपालका मूलवासी, तमाम मूलवासी लोक समुदायहरूमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। किनभने यो ऐतिहासिक घडीले जस्तो कि बिहानको सूर्यको किरणले दिनको भविष्यवाणी गर्छ भने जस्तै यो ऐतिहासिक घोषणा सभाले यो नेपालको राजनीतिक सदियौँदेखि जुन खालको एउटा ब्राह्मणवाद नीतिको चङ्गुलमा फसेको छ, यसबाट छुटकारा पाउनको लागि श्रद्धेय दार्शनिक व्यक्तित्व डाक्टर गोपाल गुरुङको त्यो मङ्गोलवाद रूपी हतियारलाई हामीले बस्ती बस्तीमा लगेर फिजाउनको लागि तयार भएका सिपाहीहरू हौँ। त यहाँ ब्राह्मणवादले जडो गाडेको छ। धेरैले भाषण गर्छन्, धेरैले मिठा कुरा गरेर सोझा लोक समुदायहरूलाई चिप्लाउँछन्, चिप्लिरहेका छौँ। तर यो देशमा हामीले धेरै सङ्घर्ष गरिसक्यौँ। वास्तवमा यो देशको राजनीतिक समस्या भनेको के हो त? त्यो वास्तविक राजनीतिक समस्या हाम्रो लोक समुदाय, मूलवासी लोक समुदायले पत्ता लगाउन नसकेको कारणले गर्दाखेरि, बुझ्न नसकेको कारणले गर्दाखेरि आज ब्राह्मणवादी नीतिलाई अँगालेर त्यो एउटा शक्तिको राजनीतिमा लिप्त भएका हाम्रो समुदायहरूको कारणले गर्दाखेरि आज यो देशको मूलवासीहरूले अनागरिक भएर जिउन बाध्य भएको छ। हो, यहाँनिर अति हिन्दू जातिवादी झुन्डहरूले यो देशलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ, यो देशमा राजा फिर्ता गर्नुपर्छ भनेर चाहिँ विभिन्न उद्दण्ड हरकतहरू, लुटपाटहरू गर्दै गर्दाखेरि समाज भड्कियो भन्ने निस्केनन्। जातीय सद्भावना, धार्मिक सद्भावना भड्किएन अरे। तर हामीले यो देशमा सामन्तवादी ब्राह्मणवादको अन्त्य गर भनेर नारा लाउँदै गर्दाखेरि यहाँ धेरै व्यक्तिहरूलाई चित्त नबुझ्नु भनेको नै ब्राह्मणवाद हो। के हामीले आफ्नो अधिकारको लागि, आफ्नो अस्तित्वको लागि यो देशको मूलवासीहरूले हाम्रो अस्तित्व स्थापना गर्नुपर्छ भन्दाखेरि के हाम्रो आवाज चुप लगाउनु पर्ने?
हाम्रो मुखमा पट्टी बाँध्नुपर्ने यो खालको संयन्त्र नै वामनवाद हो। एउटा सरकारी कार्यालयमा हामी सेवाग्राही भएर जाँदै गर्दाखेरि हामीलाई तलदेखि माथिसम्म हेरेर यो भएन र त्यो भएन भनेर कुर्सीमा उपरखुट्टे लगाएर कुर्सी हल्लाउँदै अनि फेरि गाउँपालिकाको हाकिमलाई गएर साइन गराएर ल्याउनुहोस् भनेर परराष्ट्र मन्त्रालयले गाउँ फड्काउनु नै ब्राह्मणवाद नीति हो। यो आजको मात्रैको समस्या होइन, हाम्रो बाउबाजे पुर्खादेखिले आजको दिनसम्म यो समस्या भोगिराखेका छौँ। हाम्रो बाउबाजेहरूलाई पढ्न दिएन, अध्ययन गर्न दिएन, धन आर्जन गर्न दिएन, ज्ञान आर्जन गर्न दिएन, राजनीतिक कुरा छलफल गर्ने अधिकार दिएन। ए हजुर तपाईँले भनेकै हो, हजुर हामी मतवाली हो, हामी जनजाति हो, हामी आदिवासी हो भनेर चाहिँ उनको नम गरिदिएदेखि चाहिँ मालिक खुसी हुने रे। तर यो देशको हामी मूलवासी हो, इन्डिजिनियसको अर्थ मूलवासी हो, ताकि आदिवासी जनजाति होइन खस भाषामा भनेर हामीले भन्दै गर्दाखेरि अब यो भोटेहरू जागेछ भनेर चाहिँ हामीलाई निन्दा गर्छन्। उनले जे भने त्यही कुरा स्वीकार्यो भने हो, ठिक भन्यो, ठिक हो बाबु भनेर चाहिँ स्याबासी दिने गर्छ। अनि मक्ख परेर कान्छाराम तामाङहरू अनि शेरधन राईहरू अनि त्यस पछाडि पृथ्वी सुब्बा गुरुङहरूले त्यहीँनिर बसेर आदिवासी र जनजाति भन्दै हाम्रो समुदायलाई आँखामा छारो हालिराखेको छ आजसम्म केही कुर्सीको लागि। अनि मालिकले जतिखेर चाह्यो त्यतिखेर फायर गर्न सक्छ। बिचारा कान्छाराम तामाङहरू, बिचारा शेरबहादुर तामाङहरू, मूलवासीको छोरो आफ्नो भाषा बोल्दै थियो, खस भाषामा अलिकति शब्द चिप्लिएको कानुन मन्त्रीबाट तुरुन्तै फायर गरिदिइहाल्यो। अनि यो ब्राह्मणवाद होइन? कहिलेसम्म मालिक मान्ने हामीले? किन भन्न सक्दैनौँ हामी यो भूमिको, यो माटोको मूलवासी हौँ भनेर? किन भन्न सक्दैनौँ? किनभने यहाँ हामी जहिले पनि शक्तिको पुजारी छौँ अनि आफ्नो समुदायहरूलाई कुठाराघात गरिराखेका छौँ। आफ्नो समुदायहरूको भविष्य अन्धकारमा हामीले धकेलिरहेका छौँ। यहाँनिर हाम्रो समुदायका जति पनि तीक्ष्ण बुद्धि भएका सम्भावना बोकेका युवाहरूलाई आजसम्म विदेशको भूमिमा बेचिरहेका छन्। अनि विदेशको भूमिमा बेचे मात्रै होइन, विदेशकै भूमिका त्यहाँका नागरिक बनाइएको छ। अनि आफ्नै भूमिमा आफ्नो मूलवासी समुदायको युवाहरू आज अनागरिक भएर ब्रिटिस भर्तीको नाममा विभिन्न देशका लडाइँहरू लडिरहेका छन्। विभिन्न देशको झन्डाको लागि, सागको लागि लड्न बाध्य छन्। यो परिस्थितिमा अब यो देशको मूलवासीहरूले जाग्नुपर्छ। यो देशको मूलवासीहरूमा राजनीतिक चेतना आउनुपर्छ। डाक्टर गोपाल गुरुङले भन्नुभएको छ, पोलिटिकल पावर इज द मास्टर की टु अल लक्स, यानि कि राजनीतिक शक्ति भनेको सबै किसिमका बन्द ढोका खोलिने ताला खोलिने चाबी हो भनेर भन्नुभएको छ। यो कुरा भित्र नै काफी छ। त्यस कारणले हामीले जुनसुकै जातीय समुदाय भनौँ, जुनसुकै क्लब भनौँ, समूह भनौँ, तर यो देशको राजनीतिले, यो देशको नीतिले तय गरेको कुरालाई हामीले मान्नै पर्ने हुन्छ। त्यो मानेर आएको कुराले गर्दाखेरि नै आज ब्राह्मणवाद नीति छ त्योभित्र। त्यो ब्राह्मणवाद नीतिले गर्दाखेरि आज भाइ भाइ लडिराखेका छौँ। अनि एउटालाई गुरुङ भाइ, अर्कोलाई मगर भाइ, अर्कोलाई लिम्बू भाइ, अर्कोलाई नेवार, अर्कोलाई थकाली, अर्कोलाई कोचे मेचे धिमाल थारू, यस्तै यस्तै गरेर हामीलाई टुक्र्याएर चाहिँ राज गरिराखेको छ। यही कुरा स्वीकार्यो भनेदेखि चाहिँ स्याबास भनिन्छ। तर होइन, हामी जात जाति भन्दैनौँ, हामीलाई जात जाति थाहा छैन, तिम्रो मनुवादले तय गरेको जात जाति हामी स्वीकार्दैनौँ भन्यो भने जातीय सद्भावना भड्कायो भन्ने आरोप खेपिन्छ हामी। त त्यस कारणले गर्दाखेरि अब हाम्रो हक अस्तित्वको लागि बोल्नको लागि तयार हुनुहोस्, आफ्नो आवाजहरूलाई बुलन्द बनाउनको लागि तयार हुनुहोस्। हाम्रो हतियार भनेकै वैचारिक बहस, वैचारिक चिन्तन र वैचारिक विचारबाट प्रहार गरिने शब्दहरू हुन्। र डाक्टर गोपाल गुरुङले जुन एउटा लोकतान्त्रिक समाजवादको, असली लोकतान्त्रिक समाजवादको परिकल्पना गर्नुभएको छ, उक्त लोकतान्त्रिक समाजवादको परिकल्पनालाई साकार बनाउनको लागि अब हामी पक्कै पनि दाजुभाइहरू एकजुट हुनुपर्ने छ। र यो देशको मूलवासीहरूले अब झुरमुराएर चाहिँ आफ्नो भूमिबाट आफ्नो गुमेका भाषा, धर्म, संस्कार, संस्कृति, भूमि र मानवीय अस्तित्व फिर्ता गर्नको लागि पुनः एकजुट हुनको लागि आह्वान गर्न चाहन्छु। हामीसँग विशिष्ट अतिथिज्यू
अनि प्रमुख अतिथिज्यूहरूको महत्त्वपूर्ण भनाइहरू पनि छ। मलाई आज एकदमै गर्व लागेको छ, खुसी लागेको छ, किनभने मूलवासीहरू अब चेतनशील हुँदै आइराख्नु भएको छ। हामीले एउटा सानो निमन्त्रणाबाट यहाँहरूले टोल टोलबाट चाहिँ बस्ती बस्तीबाट चाहिँ आवाज बोकेर यहाँसम्म आइदिनु भयो। सम्पूर्णलाई हृदयदेखि हामी धन्यवाद दिन चाहन्छौँ र पक्कै पनि अब यो देशको मूलवासीहरू एकजुट हुनुपर्नेछ र हामी दबिएर हेपिएर चेपिएर आदिवासी जनजाति दलित र मधेसी थारू अल्पसङ्ख्यकको संज्ञा लिएर होइन, छाती चौडा पारेर चाहिँ गर्वको साथमा यो मूलवासीको छोरो हौँ, हामी यो देशको यो भूमिको मूलवासी हौँ भनेर चाहिँ ठाडो शिरले चाहिँ यी बाहुनवाद चिन्तनबाट ग्रसित अति हिन्दूवादहरूको अगाडि हामीले बहस गर्ने एउटा चाहिँ चेतना गर्ने बहस गर्न सक्ने क्षमताको अभिवृद्धि गर्दै अगाडि बढ्नु हुनको लागि र आम हाम्रो युवाहरूलाई पनि उक्त अभियानमा प्रेरित गर्नको लागि आह्वान गर्नु हुनको लागि सम्पूर्ण उपस्थित लोक समुदाय बुवा आमा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक आह्वान गर्दै अबको दिनमा हामीले हाम्रा ती हिजोको दिनमा आफ्नो घर चलाउनको लागि आफ्नो आमाको आँसु दुधको धाराको ऋण तिर्नको लागि बाध्य भएर जुन ब्रिटिस भर्तीको नाममा विदेशिन बाध्य र राज्यले आज चाहिँ अप्रवासी बनाएका हाम्रो जति पनि युवाहरूलाई भोलि गर्वको साथमा फेरि आफ्नै मूलवासी आफ्नो भूमिमा जन्मभूमिमा फर्काउन सक्ने स्थिति र त्यो खालको राजनीतिक नीति नेसनल रिपब्लिक नेपालसँग मात्रै रहेको कुरा यहाँहरूसँग अन्तमा जजार गर्दै यहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद दिँदै र यो भव्य र सभ्य कार्यक्रम सम्पन्न गर्नको लागि जुन आयोजक कमिटीले खेल्नुभएको भूमिकाप्रति आयोजक कमिटीलाई विशेष धन्यवाद दिँदै मेरो आफ्नो भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। जय मूलवासी।